कार्यविधि बनाई काम गर्ने नीति दिइरहेछ। आन्तरिक नियन्त्रण प्रणाली निर्माण स्रोत परिचालनमा विधेयता कायम गरिनेछ। प्रत्येक वर्ष विषयगत समितिको कार्य विवरण समितिमा समीक्षा गरी उक्त समितिका पदाधिकारीहरूले गरेको कामको विवरण सार्वजनिक गरिने व्यवस्था गरिनेछ। सुशासन कायम गर्नका लागि गाउँपालिका तथा वडामा नागरिक रापत्र प्रत्येक वडामा सामुदायिक न्याय मिलाप केन्द्र स्थापना गरिनुका साथै आम नागरिक सेवाको साथ गर्ने कार्यमा जोड दिइनेछ। पर्यटन क्षेत्रको विकास गर्ने गाउँपालिकाभित्रका सबै वडाहरूमा सडक सञ्जालको विस्तार, मन्दिर निर्माण, गुफा व्यवस्थापन, ढुङ्गाको उत्खनन, जङ्गल पाटन क्षेत्रको संरक्षण गर्ने नीति बनाइनेछ। यस गाउँपालिकाभित्रका सम्पूर्ण व्यवसायिकहरूले अनिवार्य रूपमा व्यवसाय दर्ता गरी मात्र सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ। बजार क्षेत्र तथा धार्मिक क्षेत्रमा खानेपानीका धारा र सार्वजनिक शौचालय निर्माण गरी पुनः सरसफाई कार्यक्रममा जोड दिइनेछ।